Hello guys, what's up? Welcome to my YouTube channel. नयाँ हुनुहुन्छ भने प्लिज फलो गरिदिनु होला। हेर देख्न सक्नुहुन्छ यहाँ बाटो पुरै हिउँले पुरै आधा खुट्टा गडिरहेको छ। यस्तो हिउँ नै हिउँ छ, बाटो पुरै कता हो बाटो पनि खोज्नुपर्ने भइसकेछ। यस्तो छ, हेर्न सक्नुहुन्छ बाटोमै। अब नेपालमा भए त पुरै हिमाली साइडतिर जानुपर्छ, तर यहाँ त खुट्टा पुरै गरेको छ। हेर्नुहोस् यस्तो छ। बिहान 9 बज्न लाग्यो। चिसो भएर म त यस्तो डबल टोपी ल्याइरहेको छु। गाडी चिप्लेर हाइरहन्छ यहाँनिर। त्यतिसम्म चाहिँ हिउँ पर्दा रमाइलो लागिहाल्छ के अरे। बिस्तारै बिस्तारै अनि यसरी आफू काममा जानुपर्ने हुन्छ। के हुन्छ त्यो पछि अनि ल्याङ हुन्छ, गाडी पनि पाउँदैन होइन। अनि उबर खोज्यो भने नि 30 पाउन्ड लिन्छ, गाह्रो छ। तर भ्यू चाहिँ राम्रो छ है। अरू जे भयो भने म चाहिँ माथि थोरै स्टेसनसम्म जाँदैछु। त्यहाँबाट उबर कि बसमा जानु होला। एकैछिन यसो हिँड्नु पऱ्यो भनेर है। पुरै स्केट पार्क जस्तो भइसक्यो। बाटो हिँडेर जाँदैछु। गाडी धेरै छैन, नभए भाइ गाडी चाहिँ लास्ट बिल्ची हुन्छ। अर्को बेला चाहिँ अहिले यो हिउँ परेको भएर खासै गाडीहरू आइरहेको छैन। त्यो बाटोमा दौडिँदैछु म त। यसरी टक्क बाटो पाउँछ नि त्यता। यो तल हिँड्यो भने त पुरै जुत्तै डुब्छ भने लाइफ इन्डियाको यही नै हो गाइस। हिउँ पनि झरिरहेको छ माथिबाट, जमेको रुखमा परेको होला। हिउँ झरेको है, सरर हिउँ झरिरहेछ। यस्तो चोकको हालखबर यस्तो छ है। पुरै बाटो हो कि हिमाली भेग हो भने जस्तो पुरै हिमालमा हिउँ खेल्दै हिमाल चढे जस्तो भइरहेछ। मलाई यहाँ गाच टुई मजा भइरहेछ यता मलाई त। तर के भन्नु, फेरि सजा पनि भइरहेछ यहाँ हिँड्नु। यस्तो गाह्रो भइरहन्छ है। यस्तै छ पारा। के भन्नु, कुचुङ यही पानी छ पुरै। पारा। Thank you so much guys. Keep watching, keep supporting. Love you. Bye bye.